गाइस, सबैलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो खेत रोप्ने छ। म चाहिँ खाना लगेर जान्न छु। मेरो हजुरआमा चाहिँ अगाडि गइसक्नु भएको छ, म चाहिँ यता पछाडि छु। अब म जाँदैछु अब तल। लास्टसम्म भिडियो हेर्नु होला, मेरो फर्स्ट भ्लग हो यो। ल इन्जोय गर्नु होला। म जान्छु। हजुरआमा चाहिँ अगाडि जानुभयो, म यता थाल्याउन आएको थिएँ। त्यतिखेर हजुरआमा चाहिँ तल जानुभयो, अब म दुगुर्दै जान्छु तल। भेटाउनु छ। म त अहिले यस्तो दुगुर्दैछु। यो चाहिँ अटो छ यति यो घरको। हजुरआमा चाहिँ तलै पुग्नु भइसक्यो कि आफै। म चाहिँ यस्तो गर्दैछु गाइस। यो चाहिँ हाम्रो गाउँको जङ्गल हो, ठुलो छ। यता परतिर भट्टे साइड छ। अनि यो चाहिँ यिनीहरू घर हो। हाम्रो गाउँ यस्तो छ। हाम्रो गाउँ ऊ त्यो तल हुँदैछ हजुरआमा। म छिटो जान्छु। तेह्र रोपे रहेछन्। अझ ऊ त्यो माथि घर खाले हजुरआमा त त्यहाँ तल गइसक्नु भयो। हजुरआमा चाहिँ अगाडि गइरहेछन्। फेरि मोमोलाई ल्याउँछ क्या हो। यसमा चाहिँ भात छ। यसमा टिफनमा यता रोटी दाल अचारहरू छ। यो चाहिँ यता तल हेर्नु जङ्गलै जङ्गल छ। हजुरआमा त ऊ यो तलसम्म मात्र छोड्नु जानुहुने, त्यहाँदेखि म जान्छु एक्लै। हेर्नुहोस् यो पुरै जङ्गलै जङ्गल छ यतातिर। त्यहाँ हाम्रो माथि अम्राइ छ, त्यहाँ बाँदरहरू आउँछन् क्या। त्यहाँ बाँदरले पुरै अम्राइभरि खायो भन्नुहुन्छ फेरि। यहाँ तल चाहिँ रोड छ, उता बजारतिर जाने। ऊ यो त तलबाट पनि छ, तलबाट ओइचाल बन्द छ, ओइचाल यहाँबाट जान्छन्। हेर्नुहोस् हेर्नुहोस् पुरै बाटै त उही छ क्या, चिप्लो बाटो। यहाँ ठुलो ट्रेन सिधा त्यहाँ तल जाने। अनि हात खुट्टा भाँचिन्छ। त्यसले यहाँ म सक्दिनँ भने यहाँसम्म छोड्न आम्मा छ। चाहिँ गाडी उठे भाँसेर कस्तो बनाहन्। आज ती छ कहाँ काम गर्न होला न त। नयाँ बाटो पुरै बिग्रेछ क्या।
यो भात पनि त्यही यही डोकामा हालेर लग्ने हो क्या यही छ दुईटा हातमा पकड्ने हुन्न अब हिँड्तीदेखि त म लड जान्छु तलै क्या हाम्रो खेत यहाँ 1 घन्टा जति लाग्छ जाने धेरै टाढा छ क्या म अहिले हाम्रो खेतहरू पनि देखाउँछु रोप्नको सब देखाउँछु सब हेर्नु होला यतिसम्म छोड्नुहुन्छ अब यहाँ चाहिँ यहाँ तल चाहिँ ठुलो खोलाहरू छन् क्या सकिन्न यहाँ तल पुरै ठुलो खोला छ क्या भम्के खोलो भन्ने छ यहाँ चाहिँ सानो ड्रु खोला भन्छन् यसलाई हेर्नुहोस् अब चाहिँ म यिनी सब एक्लै बोक्नुपर्छ क्या यो बोकेपछि तपाईँसँग भेटिन्छु ल हेर्नुहोस् यस्तो छ रोड म त पुरै धेरै सानो बोकेको छु क्या धेरै धौ बस अलि त्यही पनि बनाउने कोसिस गर यस्तै हामी 3 मोने भन्ने ठाउँमा एकैछिन बिसाएको छु मैले धेरै धौ भएर यहाँ हेर्नुहोस् मेरो यहाँ थेप्चो पर्छ कि रसीले पसिना पनि हेर्नुहोस् कति आछ कस्तो घाम हो टाउको त यहाँ बिचमा दाबे जस्तो लागिरहेछ मलाई त यो चाहिँ हामीले पहिला लगाउँथ्यौँ यो खेत कस्तो छ यहाँ चाहिँ हामी पहिला लगाउँथ्यौँ कि यो खेत अहिले त हामीले लगान्नौँ ओरलाई दिएछौँ के नयाँ आछ नैचल तिनीहरूलाई दिएछौँ अहिले हामी धेरै लगाएको छैनौँ त्यहाँ तल चाहिँ ट्र्याक्टरले जोतिरहेछन् कस्तो घाम हो एकैछिन टाइम मिलाएर एकैछिन बसेको त्यही घाम मलाई यो हातमा पगारे होइन यो बोके होइन राम्ररी भिडियो बनाउनु पाएन क्या मैले 10-15 मिनट जति हिँडेँ होला भिडियो बनाउनु पाएन क्या धेरै लामो छ अहिले यहाँ जतिको आँधी तल जानु छ अझै धेरै तल छ क्या म एकैछिन कोहीलाई छन् कि फोन आन्नु पर्यो कोहीलाई ल्याउन नत्र एक्लै चाहिँ धेरै धौ भयो सकिन्न एक्लै त एकैछिन फोन आनेर एकैछिन भिडियो बनाउँछु ल मैले चाहिँ फोन गरेर थिएँ बाबाले फेरि मोबाइल स्विच अफ गर्नुभएको रहेछ क्या तल काम गर्दाखेरि धेरै फोन गर्छन् भनेर अनि पछि म त अहिले यहाँ बसिरहेको छु यस्तो छ घामले पुरै यहाँ हेर्नु न यहाँ पुरै तितो परेछ क्या पुरै यस्तो भएको थियो नि यहाँ एक्लै आउँदाखेरि त पुरै धौ हुने क्या हेर्नु त्यहाँ मन्दिर पनि छ यति ठुलो थियो क्या लिएर आएँ एक्लै पुरै धौ हुँदैछ क्या एक्लै आउने झ्याउ मात्र एउटा हातमा मोबाइल पकरौँ कि एउटा हातमा सामान पकरौँ अनि टाउकोमा बोक्ने धौ क्या पुरै यो चाहिँ पार्ट 1 हो पार्ट 2 चाहिँ अब भोलि पर्सितिर आउँछ म चाहिँ अहिले तलसम्म गएको अर्को छुट्टै भ्लग आउँछ क्या त्यो भ्लग पनि हेर्नु होला यो भ्लग आएको 1 दिनपछि आउँछ ल हेर्नु होला त्यहाँ रोपेसोपेको सब देखाउँछु